कथा शीर्षक पहाडको जुन। हरियो पहाडको काखमा बस्ती थियो। त्यो गाउँ सानो भए पनि सपनाहरू ठूला ठूला थिए। गाउँमा बस्ने किशोर सागर सधैँ अग्लो सपना देख्थ्यो। ऊ भन्थ्यो, म एउटा दिन यहाँको सानो गाउँ छोडेर संसार देख्छु र आफूले चाहेको लक्ष्यमा पुग्छु। तर गाउँका मानिसहरूले भने, सागर, त जस्तो सरल केटा कहाँ पुग्छस्? सपना देख्न सजिलो छ, पूरा गर्न कठिन। सागरलाई दुःख भयो, तर ऊ हार मान्ने स्वभावको थिएन। साँझ पर्दा ऊ पहाडमा चढेर सूर्यास्त हेर्थ्यो र आफ्नो मनमा प्रतिज्ञा गर्थ्यो, म सक्दछु, म पाउँछु। पहिलो चुनौती, असफलता। सागरले पहिलाको वर्ष गाउँ बाहिर पढ्न जाने योजना बनायो, तर आर्थिक कारणले सम्भव भएन। उसको सपना फुटेको जस्तो लाग्यो। ऊ निराश भएर बारीमा बस्यो, हातमा एउटा सानो फूल। फूललाई हेर्दा ऊ बुझ्यो, धैर्यता बिना जीवनमा केही हुँदैन। बिउ पहिले जमिनमा बाँच्नुपर्छ, त्यसपछि मात्र फूल फुल्छ। सागरले आफ्नो समयको मूल्य बुझ्यो। हरेक दिन 1 देखि 2 घण्टा मात्र भए पनि पढाइमा, सिपमा र अनुभवमा लगानी गर्यो। दोस्रो चुनौती, डर र आलोचना। गाउँका मानिसहरूले हाँस्न थाल्यो। फेरि सागरको सपना, फेरि फेल। तर सागरले भने, अरूको आवाजले मेरो बाटो बन्द गर्न सक्दैन। म आफ्नो आवाजमा विश्वास गर्छु। आत्मविश्वास नै उसकै सबैभन्दा ठूलो शक्ति थियो। अचानक गाउँको एक शिक्षकले उसलाई नोटिस गर्यो र उसको मेहनतलाई प्रोत्साहित गर्यो। अन्तिम चुनौती, धैर्यता। सागरले महिनासम्म निरन्तर मेहनत गर्यो। कहिले निराश भयो, कहिले रोयो, तर कहिले हार मानेन। अन्ततः एक दिन उसले गाउँ बाहिरको परीक्षा पास गर्यो। पहिलो कदम सफल भयो। धेरै वर्षको सङ्घर्ष, समय र धैर्यले उसलाई यहाँ पुर्यायो। सागर फर्केर गाउँ फर्कियो। गाउँका मानिसहरूले अब भने, सागर, तिमीले त हाम्रो विश्वास नै बदल्यौ। तर सागर मुस्कुरायो। भन्छ, म भाग्यमानी होइन, मैले आत्मविश्वास, समयको सदुपयोग र धैर्यता अपनाएँ। यी नै सफलताको साँचो रहस्य हुन्। कथाको मोरल: 1. आत्मविश्वासले बाटो देखाउँछ। 2. समयको सदुपयोगले सफलता बनाउँछ। 3. धैर्यताले सपनालाई वास्तविकता बनाउँछ। जस्तो सागरले पहाडको जुन जस्तै अँध्यारोमा उज्यालो ल्यायो, त्यस्तै तपाईँ पनि आफ्नो जीवनमा उज्यालो फुलाउन सक्नुहुन्छ। धन्यवाद। यहाँको समय शुभ रहोस्।